हेलो एन्ड नमस्ते सबैजनामा आयो सन्चै आरामै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै आरामै छु। आफ्टर 1 इयरको ग्यापमा नयाँ भ्लग लिएर आएको छु र आज चाहिँ स्कुटरको भ्लग हुन्छ। र म राइडमै भेटौँला है त। सो गाइज अब चाहिँ हिँडेको होइन टक्कसँगले। यहाँ चाहिँ यस्तो स्लिपरी अफरोड बाटो छ। मेरो साउन्ड क्लियर आछ होला। यो चाहिँ मेरो फर्स्ट मोटो भ्लगिङ हो है गाइज। यस्तरी सही हो। फेरि सिङ्गल भाले मारे त। यहाँ चाहिँ पछाडि मेरो दोस्त पनि छन्। देखेको छ कि नै? कहाँ यही हो दोस्त? ल बाई दोस्त। रोक्नै पर्दैन, आफै फुत्त फुङ्गाल्छन्। सो बाटो चाहिँ यस्तो छ। अब चाहिँ जाउँ हामी गफ गर्दै गाइज। जय शम्भो। बाख्राले चाहिँ के हो यस्तो दसैँको लागि मलाई अहिले छिटो दे भनेको क्या। बाटो हेर्दै जाउँ न सरले आरामसितले होइन। यस्तै छ गाइज बाटो। एङ्गल सही आएको छ होला। मेरो यो मोटो भ्लगिङ सेटअपको रिभ्यू पनि म ल्याउँछु होला। सबैजनाले सब्सक्राइब गरिदिनु होला। अब चाहिँ म धेरै होइन कति किलोमिटर जान्छु थाहा छैन, तर जान्छु। सो सही हो गाइज। 60 छोयो है त 60। धेरै पनि नकुदाम, ठिक्क आरामले जाम। हेलमेट चाहिँ मलाई ठुलो भएर हल्का गाह्रो पनि भएको रहेछ भन्दा नि पनि भएको छ भनौँ न। ओहो सानामा चाहिँ भिड छ। भोलिबाट स्कुल पनि छ गाइज। यहाँ चाहिँ यस्तो सानो जङ्गल पनि छ। नेपालको बाटो कुदाउन पनि हुन खासै। फेरि यमराजको प्यारो भइन्छको थाहा छैन तिमीलाई गाइज। सही हो ल। भाइहरूले फेरि झुकाइदिन्छ कि हल्का स्लो गर्नुपर्छ भाइहरू भएको ठाउँमा। भाइ बहिनी साना भाइहरू ठिकै छ। सही हो। म चाहिँ अब राममढी क्याम्पस हुँदै कफी कम्पनी हुँदै फुपू दिदीको घर हिँडेको दिदीलाई लिन। चट्टसँगले जाउँ है त अब गाइज। रियाक्सन चाहिँ कडै आएको छ। आमा बाटो फेरि धराप छ कि धराप खत्तमै छ गाइज बाटो त। बाटोको कुरा नगरौँ होला। त्यहाँ चाहिँ कर्भड मिररमा हेरेर ठक्कसँगले जाउँ। केही आएको छैन। ल गाइज लौका खाम है त। लौका काँक्रो सरी हुन्छ। कहिले काहीँ ध्यान दिएर चलाउनु पर्छ। साउन्ड कस्तो आएको छ कुन्नी? क्लियरै आएको छ होला। यो चाहिँ मेरो फर्स्ट मोटो भ्लगिङ हो क्या। अरूभन्दा पनि म चाहिँ अरूबाट इन्सपायर भएर गर्न थालेको। एउटा इन्ट्रेस्ट छ है। सबैजनाले सपोर्ट गर्नु पर्यो। यहाँ चाहिँ ड्रिमल्यान्ड हो गाइज। यस्तो फुटेको अस्ति नै त्यहाँ हिजो अस्ति आन्दोलनले गर्दा गाइज। त्यही हो। सही हो गाइज। बाटो चाहिँ खाली पो छ, त्यस्तो भिड छैन। रियाक्सन चाहिँ कडै आएको छ। अरू त त्यस्तै हो। ल अब चाहिँ यता जाने ठ्याक्कसँगले हर्न दिने ब्रेक हान्ने यताउति हेर्ने छैन केही जाने हो। यताबाट त केही आउने कुरा भएन। बाटो काट्दा चाहिँ डरै हुन्छ गाइज। सही हो। अहिले चाहिँ हाम्रो मामाहरू पनि हुनुहुन्न बाटोमा। अहिले त ठुलो मामा आउनु भएको छ के अरे। ठुलो मामा भनेको चाहिँ आर्मी हो है गाइज। आर्मी त्यहाँ चाहिँ हाम्रो दाइहरू हुनुहुन्छ गाइज।
सही हो गाइस यो अब एक बटार्नु पर्छ ल ल ल ल ल ठिक छ ल ल धेरै गयो 70 70 70 सही हो ल ल ल ल ल मिठो मिठो बाटो छ है यहाँ चाहिँ कफी कम्पनीबाट यता आएँ म चाहिँ अहिले मेन रोडबाट सही हो गाइस लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला छिटो चाहिँ 1K पुर्याउने रहर छ है अहिले चाहिँ मेरो यस्तै 393 छ छिट्टै 500 देखि 800 देखि 1K ल 1K पुराम है त गाइस छिटो छिटो नेपालमा विकास नभए जसरी ढिलाइ नगरौँ ठिक छ ल अब एकचोटि सानो मिठो बटार्न पाउँछ अनि पछि त बटार्न पनि पाउन भनेको भाइहरू है छ कुकुर छ डर छ नि त फेरि डर छ स्पिडिङ होइन हेलमेटले पनि एक त मलाई गाह्रो भएको छ सिधा कुरा प्रष्ट विचार ल सही हो यहाँ चाहिँ अब कर्नरिङ घुम्टे आमा स्कुटीमा चाहिँ चिफ्लिने हो कि लोट्ने हो कि भन्ने डर लाग्छ अरू त त्यस्तै हो सो म पनि आइसक्न लाग्यो गाइस यो भ्लग यहीँसम्म हुन्छ कि अझै यति लामो हुन्छ हेर्दै जाम सो अब चाहिँ जानुपर्छ सब्सक्राइब गर्नु पर्यो है त गाइस आहा यो ठाउँ त कतिजनालाई थाहा छ होला पनि यता चाहिँ एउटा मन्दिर पनि रहेको छ जो नर्मदेश्वर धाम बाबा म चाहिँ यहाँबाट जाने हो गाइस आशा छ तपाईहरुलाई यो भ्लग राम्रो लाग्यो होला मन परेमा लाइक शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुस् सही baby, for baby girl.